नमस्ते झोरे साथीहरु, आज म चाहिँ कम्पनीको साथीहरुसँग बसेर हाम्रो माघे संक्रान्ति मेला 85 2026 मगरहरूको महान चाड माघे संक्रान्ति मेला अटेन्ड गर्न जाँदैछु र विशेष कलाकारमा चाहिँ हाम्रो राष्ट्रिय कलाकार प्रीति आले र अमर रोका मगर चाहिँ आउनु भएको रहेछ। करिब हामी 1 घण्टाको यात्रा पश्चात चाहिँ उक्त कार्यक्रम हलमा पुग्यो र त्यहाँको एम्बियन्स देख्दाखेरि चाहिँ म छक्काएँ। पहिलोचोटि चाहिँ यसरी प्रोग्राम अटेन्ड गरेको र दिदीहरु पनि आउनु भयो प्रीति आले र त्यसपश्चात उहाँलाई दुवा कतार मगर समाजद्वारा चाहिँ मौलिक रूपमा उहाँलाई सम्मान पनि भयो र स्वागत पनि भयो र हाम्रो कलाकारहरूलाई चाहिँ सम्मानको प्रोग्राम सकिसकेपछि प्रचलनको कार्यक्रम पनि सुरु भयो र करिब 1.5 घण्टाको बसाइ पश्चात बल्ल बल्ल नास्ता आयो। एउटा सेलरोटी र अचार आएको थियो। नृत्य हेर्दै खाइरहेको थिएँ मजाले। स्थानीय कलाकारहरूलाई पनि स्थान दिने भएकोले दर्शकहरूलाई चाहिँ निकै नै जमजमाइराख्नु भएको थियो र साथीहरू निकै रमाइराख्नु भएको थियो आफ्नो नृत्य कला प्रस्तुति गरेर। त्यस पश्चात विभिन्न असरथीदेखि लिएर कार्यक्रम हेरिसके पश्चात लन्चको टाइम भयो र हामी बाहिर निस्क्यौँ र लन्च गरेर भित्र जाँदाखेरि त उता हाम्रो अमर रोकामा घरले निकै नै कार्यक्रम चाहिँ दर्शकहरूलाई जमजमाइराख्नु भएको थियो र यस्तै खालका नृत्यहरू हेरिसके पश्चात बल्ल बल्ल हाम्रो एकजना मोडल सविता आले मगरको चाहिँ उहाँको नृत्य पनि हेऱ्यो र त्यस पश्चात बल्ल अन्तिममा चाहिँ दिदी प्रीति आलेको फोन आयो र हेर्दै कार्यक्रम पनि सकियो। 1.5 घण्टा पश्चात र मेरो मोबाइलको चार्ज पनि सकियो। यहाँनिर जे होस् दिदीलाई नजिकैबाट हेरेर पाउँदा निकै खुसी भयो। थ्याङ्क यू सो मच फर वाचिङ गाइस।